जय मसिह गुड मर्निङ अनि स्वागत छ मेरो सर्ट भ्लगमा सबैजनालाई। आज चाहिँ फेरि पनि म जाँदैछु सङ्गतितिर अनि जाँदै गर्दाखेरि भिडियो बनाउनु मन लाग्यो, त्यसैले बनाउँदै हिँड्दैछु। अनि मसँग चाहिँ हुनुहुन्थ्यो मेरो प्रिय दिदीहरू, उहाँहरू चाहिँ पछाडि छोडिनु भएछ। अनि उहाँलाई पर्खिँदै अनि बिस्तारै म चाहिँ जाँदैछु। उहाँहरू आउनुहुन्छ अनि सँगै जाने, अनि किनभने टाइम छ त्यसैले। अनि हाम्रोतिर चाहिँ एकदमै चिसो छ अनि डिसेम्बर लास्ट डे पनि हो आज चाहिँ। अनि एकदमै जाडो छ, चिसो छ। मलाई चाहिँ फेरि गर्मीभन्दा जाडो मनपर्छ। अनि यो चिसो भए पनि एकदमै खुसी लागिरहेछ। यो मौसमले पनि मलाई चाहिँ एकदमै खुसी दिइरहेको छ। अनि सबैजनालाई यही भिडियोबाट ह्याप्पी न्यू इयर 2026 भन्न चाहन्छु। अनि यो दिन चाहिँ मेरो लागि अनि एकदमै आशिषित दिन पनि हो। अनि यही दिनलाई अनि यो 2025लाई यसरी प्रभुलाई धन्यवाद दिइकन अनि सुरुवात गरेका थियौँ। अनि 2025 सालभरि परमेश्वरले सबै कुराहरूमा सहायता गर्नुभयो, म लगायत मेरो सम्पूर्ण परिवारमा चाहिँ। अनि सुस्वास्थ्य राख्नुभयो अनि कुनै पनि कुराहरू घटी कमीहरूमा अनि राख्नु भएन, शान्तिमा राख्नुभयो, सबैभन्दा ठुलो कुरा। अनि सबै परिवारलाई नै सुस्वास्थ्य दिनुभएको छ। एकदमै धन्यवादी छु परमेश्वरलाई। अनि आज फेरि डिसेम्बर लास्ट डे 2025को अन्तिम दिनलाई पनि फेरि उहाँलाई धन्यवाद दिँदै नै अनि बिदाई गर्नेछौँ अनि बिदाई गर्दैछौँ आजको यस दिन चाहिँ भने। अनि हामी 2026मा चाहिँ हामी लाग्दैछौँ। एकदम आनन्दित छु, खुसी छु, किनभने मेरो साथमा अनि प्रभुको अनुग्रह रहेको कारण। म आएको बाटो चाहिँ यस्तो छ, यस्तो जानुपर्छ। यो चाहिँ प्रहरी चौकी रहेको छ। यस्तो राम्रो बाटो छ है यति चाहिँ। अनि म चाहिँ यही बाटो हुँदै आएको। म चाहिँ अब दिदीहरूलाई पर्खेर बसेको, हेर्दै बिस्तारै हेर्दा आइपुग्नु भएन, त्यसैले पर्खेर अनि बसेको। आउनुहुन्छ अनि जाने सँगै। सिरसिरयमको जाडोमा डिसेम्बरको महिनामा यस्तो छ। अनि जानु चाहिँ अब आधा नै बाँकी छ है। हाम्रो हेर्नुपर्ने बाटो चाहिँ आइपुग्नु भएको छैन, त्यसैले हामीमा चाहिँ पर्खेर बसेको। उहाँहरू आउनुहुन्छ अनि जाने भनेर बसेको।
आइपुग्नु भयो। जय मसीहा। भिडियो बनाएको थियो हो। अब चाहिँ मेरो दिदीहरू आइसक्नु भएको छ। मेरो प्यारी प्यारी दिदी यता प्यारी मेरो यतिमै